हेलो सबैजनालाई नमस्ते एन्ड वेलकम ब्याक माई एनदर ब्लग। आज चाहिँ लङ टाइम पछाडि मैले एउटा सुन्दर स्थानको चाहिँ छोटो मिठो भिजिट गर्दैछु। सो तपाईँहरू पनि को इन्ट्रेस्टेड हुनुहुन्छ भने मेरो भिडियोलाई चाहिँ नकाटिकन सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। आज चाहिँ विशेष गरी हामी काठमाडौँदेखि तातो पानी नाकासम्म चाहिँ यात्रा रहनेछ र म गाडीमा नि आइसकेको छु। अनि हामी चाहिँ बसमा जान्छौँ आज होइन। अनि बिचबिचमा के कस्तो मोमेन्टहरू के कस्तो भौगोलिक अवस्था छ त्यो सबै हामी निहालेर जानेछौँ र देखाउने पनि जानेछौँ। त्यसको लागि चाहिँ मेरो भिडियो फुल्ली हेर्नुपर्ने हुन्छ। त्यसैले म केही कुरा धेरै नलम्बाइकन भिडियोमा लान चाहन्छु है त।
सिन्धुपाल्चोक पुगेको अवस्था। सिन्धुपाल्चोकको सिनेरी यस्तो छ। त्यही नै हो। बाटोको अवस्था एकदम नाजुकै छ। यता सिन्धुपाल्चोकको अवस्था बाटोमा म राम्रोसँग बोल्न सकिनँ किनकि गाडीमा बोल्दाखेरि आवाज अलिकति छैन, माइक छैन। माइकको प्रयोग गर्दाखेरि मात्रै राम्रो हुने हो। कहीँ जाने तल चाहिँ भोटेकोसी राखेको भोटेकोसी अनि उता पतिर हाम्रो नेपालको पहिलो बन्जी जम्प रहेको छ। म भरेतिर देखाउँछु। अहिले हामी यहाँनिर गाडीको उतापट्टि एउटा झरना झर्दैछ, त्यहाँ चाहिँ हामी नुहाउनेछौँ। ल नुहाउने क्रममा बवाल खतरा।
सो हामी चाहिँ तातोपानी नाकामा छौँ अहिले। यहाँदेखि माथि गाडी जानु दिँदैन। सो बवाल छ। नेपालतिरको बवाल चाहिँ चाइना चाहिँ यताबाट जान्छ। यदि कति अगाडि हो त्यो थाहा छैन। निकै माथि नै होला। यस्तो हिमाली परिवेश रोडेको चाहिँ यहाँ तल बगिरहेको छ। नेपाली बस्ती चाहिँ माथि त्यस्तो टाढो टाढो आउनु छ कि बवाल छ। यहाँदेखि हामी खासा तिब्बत नाका क्रस गर्छौँ। अनि यो नाकालाई चाहिँ हामी नेपालतर्फ चाहिँ तातोपानी नाका। अनि यो खोला नै हो। यो नदी बढेको सिलले नै नेपाल र चाइनाको चाहिँ भूभाग छुट्याउने। अनि यही खोला माथिको बनेको पुल मितेरी पुल चाहिँ नेपाललाई चाहिँ चाइनासँग जोड्ने नेपालको एकमात्र पुल भनेर चिनिन्छ। अब यहाँदेखि कति टाढा पुगिन्छ म भिडियो मार्फत हजुरलाई देखाउँछु। त्यसको बाद चाहिँ भिडियो तपाईँले यस्तो छ हाम्रो आजको बसाइ। अनि यता पहाडको ठुलो थुप्रो छ यो। म चाहिँ टोइलेट गइरहेको छु अहिले। टोइलेट गइरहेको छु। टोइलेट पनि अर्ग्यानिक यस्तो छ हाम्रो सिन्धुपाल्चोक जिल्ला। यो चाहिँ हाम्रो नाका क्रस हुन लागेको कन्टेनरहरू हो। अनि नाका खुल्ने बित्तिकै यिनीहरू तुफान गतिमा आफ्नो नाका क्रस गराउँछन्। यो पनि लाइन लागिरहेको छ एकदमै। नाकामा चाहिँ कन्टेनरहरू चाहिँ एकदम जाम हुने रहेछ क्या। हामी चाहिँ अब सामान ढुवानीको लागि चाहिँ अब अलिक तलै जानुपर्ने भयो। त्यही भएर म चाहिँ छतमाथि छु सामान हाल्नलाई। अब यस्तै छ अगाडि कठिनाइ कहाँ। सो हाम्रो तातोपानीसम्मको यात्रा यहीँसम्म मात्रै हुने भयो। त्यसको लागि चाहिँ हामी अब यहाँदेखि माथि चाहिँ जान दिँदैन हाम्रो नेपाली गाडीहरू। त्यही भएर हामी यस्तैदेखि हामी फर्किनेछौँ। हामी चाहिँ टेस्ट लिन हो। अनि तल चाहिँ भोटेको चाहिँ एकदमै बगिरहेको छ। त्यो चाहिँ भोटेको सी। हामी अझै माथि पहाडै पहाड छ। हिउँ झऱ्यो भने यहाँ हिमालय भन्नु मिल्यो। यतिन्जेल मेरो भिडियो चाहिँ हेरेर एकदमै इन्जोय गर्नु होला भन्ने आशाको साथ अर्को भिडियो पनि आउँदैछ। अर्को भिडियोको लागि चाहिँ तपाईँहरूले कुनै पर्ने हुन्छ। त्यसको लागि चाहिँ हजुरहरूलाई अर्को भिडियो बेच्ने भागको साथ म चाहिँ बिदा हुन चाहेँ।